दामी देखिछ पैसा गरेछ ल हेलो चिया दामी छ है ठाउँ चाहिँ बबाल थर्मसमा अच्छा रोटी अनि हिँड्नुपर्छ हामी कतिचोटि जे हाल चाहिँ खाएको खाइ भन्छ गाडीको भन्दा तिमीको साउन्ड सुन्नु ठिक हामी चाहिँ अहिले ट्रेकिङ जाने क्रममा रेसुङ्गासम्म यो चाहिँ बुढीचोरदेखि माथिको उकालो राम्रो रहेछ बाटो जे होस् हामी चाहिँ तिनजना हामी मात्र साथी भएर हिँड्दैछौँ उकालोले पसिना निकालिसक्यो शनिबारको दिनलाई सदुपयोग गरौँ भनेर अब धेरै भएको थियो अनि होइन त्यहीँबाट आज चाहिँ यसो ट्रेकिङ गइदिउँ भनेर माइकाथानदेखि माथि बुढीचोर हुँदै हामी चाहिँ यो बाटो हिँड्दैछौँ चराचुरुङ्गीको आवाजको साथमा मजा आइरहेको छ हिँड्नलाई एबिसीमा चाहिँ बल्ल ल कस्तो फिल भइरहेछ एकदम रमाइलो भइरहेछ कसै फ्रेस ल अब चाहिँ हाम्रो हिँडाइ कन्टिन्यू छ पसिना पनि आइसक्यो बाटो चाहिँ सर दामी छ सिँढी हिमालको भ्यू पनि देख्न सकिन्छ सर यस्तो छ भ्यू अनि हाम्रो राष्ट्रिय फुल आज मौसमको कारणले चाहिँ खासै क्लियर छैन भ्यू जे होस् रमाइलो भइरहेछ थकै लाग्यो हाम्रो चाहिँ अहिले ब्रेक टाइम खाजासाजा लिएर आएको यो चाहिँ रेसुङ्गा आएको जाँदै नि खान्छौँ ल नास्ता पनि लिएर आएको अरू नास्ता ब्यागमा नि सबै टन्नै गो फुट्यो टन्नै नास्ताहरू छ बिच बाटोमा खाँदै निस्किन्छौँ हामी बाटो चाहिँ यही हो यदि हजुरहरूलाई पनि पिच रोड हिँड्न मन लाग्दैन भने शान्त वातावरणमा यो बाटो आउँदा हुन्छ रेसुङ्गाको अर्को सेकेन्ड ट्रेक भनेको यो पनि छ अलि उकालो छ तर पनि एकदम रमाइलो अलिक पछाडि कमी भयो प्रचारको कारणले चाहिँ अलिक मान्छेहरू यो बाटो नहिँडेको देखिन्छ तर जस बेस्ट छ हामी चाहिँ महिनामा एकचोटि हिँडेर हुन्छौँ यो बाटो एकदम शान्त मजाको छ अब चाहिँ हामी ब्रेक टाइम खाजा खान्छौँ अनि फेरि लाग्छौँ माथितिर सुरु गर्नुपर्ने ल खाइदिनु तातो समोसा छ तातो समोसा खाजा खाएर फेरि उकालो स्टार्ट यहाँ चाहिँ गुराँस पनि छ फेरि उकालो कन्टिन्यू गर्दैछौँ तर सिँढी भएर चाहिँ एकदम बेस्ट भइरहेछ जे होस् सजिलो यस्तो उकालो छ ठ्याक्क बाटोमा फेरि दामी खालको सट्टा दामी देखिन्छ तर यो गुराँसलाई चाहिँ यत्तिकै राख्नुपर्छ कि यत्तिकै राम्रो देखिन्छ त्यो टिप्ने त्यो राम्रो होइन के को आवाज आयो किन टुङ 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 चराको आवाज हो कस्तो फिल भइरहेछ मिर्ग कस्तो गर्छ भन्दै मिर्ग गर्छ मिर्गको आवाज असली आवाज भनेको यो पनि सुन्न सकिन्छ मजा आइरहेछ हामी कन्टिन्यू 35-40 मिनट हिँडिसकेपछि सिँढीको बाटो चाहिँ भयो ल घाँस काट्न चाहिँ आइसक्नु भयो रहेछ बिहानै हामी चाहिँ अब सिँढीको बाटो सक्यो अब हाम्रो गोरेटो बाटो स्टार्ट हुन्छ सर सानो बाटो हिँड्दै छौँ चराचुरुङ्गीको आवाजमा थरी चराचुरुङ्गीहरू कराइरहेछ मजा आइरहेछ गुराँस हेर्दै तम्घास बजारदेखि यति माथि छौँ है
गोरेटो बाटो हिँड्दैछ टक्क तम्घास बजार घाँसको बारी आयो ल हजुर हजुर कति बेला जानुभएको बिहान बिहान 7 बजी 7 बजी जानुभएको 8 बजी फर्किदिनु हुन्छ घाँस काटेर हामी चाहिँ उकालो हिँड्दैछौँ यो बाटो सिधै टेलिकमको टावर हुँदै भ्यू टावरदेखि तल झरेर पोखरी हुँदै नुनामारी हुँदै गडजुरा हुँदै तम्घास यो ट्रेकको रुट भनेको यही नै हो हाम्रो रेस्ट गर्ने टाइम आयो यो ठाउँमा आइसकेपछि चाहिँ धेरै हो पाउँछ के भने मैले अलि रात भन्दैछ काफल अलिअलि फल्दै रहेछ हामी चाहिँ ठ्याक्कै यो स्टेसनमा आयो काम पनि लाग्न सुरु भएको छ यहाँ त अब हाम्रो कन्टिन्यू गर्ने बाटो चाहिँ यो बाटो सर माथि हो यो चाहिँ अब हामी पुग्ने चाहिँ ठ्याक्कै यो टावरमा अब हामी चाहिँ रेस्ट गर्छौँ यो ठाउँमा खाजा खान्छौँ ल हाम्रो रेस्ट गर्ने ठाउँ गुराँस यहाँसम्म आइपुग्दा कस्तो फिल बसेँ फ्रेस भयो धेरै रमाइलो है आइयो अहिले फेरि एकदम धोको पसिना नि आहा तर त्यसपछि हिँडेको आनन्द पनि आएको छ है हिमाल पनि देखिरहेछ तर क्यामेराबाट चाहिँ देखाउन मिलिरहेको छैन कता कता हल्का मात्र देखिरहेछ हामीले चाहिँ देखिरहेछौँ तर देखाउन सकिरहेको छैनौँ गुराँस चाहिँ देखाउन सक्छौँ हामी गुराँस चाहिँ यस्तो फुलिरहेछ ल सिँढीको कारणले चाहिँ अलिक थकान महसुस कम भइरहेछ ल हामी रेस्ट गर्छौँ त्यसपछि फेरि कन्टिन्यू टावर चाहिँ यो टेलिकम टावर चाहिँ प्यान आइसक्यो अन्डा चिकन मटन अनि हाम्रो एनर्जीको लागि एक्सट्रिम एनर्जी भने कि एक्सट्रिम तर रेडबुल पनि है फेरि रेडबुललाई त्यस्तो भन्न खोजेको होइन तर पनि हामीसँग अहिले एक्सट्रिम अब धर्मसँग चिया छ दाउरा खोजेर अब हामी ब्रेड अमलेट चाहिँ तयारी गर्छौँ अब भोक लागिसक्यो खाजा पनि खानु पऱ्यो खाना नखाइकन आएको बिहानै 7 बजी हिँडेर हामी आएको ल अब तयारी हामी चाहिँ जुगाड गरिसक्यो आगोको बर्नर बोल्दैछ प्यान चाहिँ हाम्रो स्पेसल त्यो प्यान चाहिँ यो चाहिँ गिफ्टवाला गिफ्ट कहाँबाट गिफ्ट आएको पछि यो होइन यो बिमा इन्सुरेन्स ल इन्सुरेन्सको नि यस्तै छ भन्छ है हाम्रो पनि छ हेभी छ भन्छ है दामी छ क्या तयारी भइरहेछ हाम्रो अन्त भयो ल आगो बोलिसक्यो र हाम्रो कुकम्यानमा हुनुहुन्छ मिस्टर जनक थापा र कडाई बसाल्नु भएको छ तताउँदैछु म पेरेटको पापा आगो बोल्यो केमा राखिदियो केमा राखिन्छ हामीले सालको पात ल अब हामी रोस्ट गर्ने यो उडाएर राख्दा केही पनि नहोला यार यसलाई नि ख्याल गर्नुपर्ने छ त्यहाँ चाहिँ चिज छ हाम्रो एउटा केही खै दिनुहोस् के दिनु एउटा राख्ने मान्छेले राख्नु भाडा अब अमलेटको लागि हामी रेडी हुँदै हाम्रो यो ओइल हाम्रो यो तेल यहाँ छ अन्डा ब्रेड रोस्ट भइसक्यो अब जाँदैछ यसमा तातो
तात्यो कि यार ताते छैन होला अझै ताते छैन यो पनि यहीँ राखौँ अब यहाँ छ चम्चा अब अम्लेट पाक्छ कस्तो पाक्छ भन्ने कुरा जङ्गलमा तात्यो यो जङ्गलमा कस्तो अम्लेट पाक्छ भन्ने हो थाहा छ यो हाम्रो वान एन्ड ओन्ली ट्री रेसुङ्गा जाने बाटो यहाँदेखि तात्यो लाग्यो पछि पाक्यो पाक्यो ताप्दिउँ अब पाक्छ पेटाएपछि तात्यो कि तातेन यार तातेन कि आगो जति यता हेर ठेल्नुपर्छ त्यो उसलाई आगोलाई होइन गो हिट अन्त पहिला अन्डा हाल पछि अरू स्वरम लागि आगो हाल्यो लागि दुईवटा साइड हालिदेऊ त भइसक्यो हालिदियो यहाँ छ नत्र चम्चा अस्ट्रिचको अन्डा भइसक्यो रहेछ ल ल है ल जङ्गलमा अन्डा पाकिरहेछ यो हाम्रो अम्लेट पर्छ पर्छ नुनमाथि सब हाल्नु नुन पनि फेरि यस्तो भाडे ल्याउने कुरा पनि भएन है साल्ट बाई जनक साल्ट बाई अब बनाएर पुरा भएर खान्छ हामी चाहिँ बनाउँदै खाँदियो चेस एभ्रिवान चेयर्स हाम्रो यहाँ रेडी हुँदै ल अम्लेट रेडी भएर पनि मुखमा गइसकेको छ हाम्रो यहाँ छ हाम्रो खाजा चियाको बारीमा ल लगभग 2 घन्टा रेस्ट हानिसक्यो यहाँ अब खाजा सजा खायो अब निस्किन पर्ने हुन्छ दिनेश पाण्डे रेडी पसे रेडी अब हामी निस्किन्छौँ अब ब्याग बोक्ने सर अनि चल्दिने कुन चक्लेट यो दिनेश पाण्डे यो के छ यसको नाम क्यान्डी बम यो चाहिँ एकदम खट्टा मिठा दामी मजा आउँछ यो चल खान्छ सेम हो यो खाना कागजमै फाल्नुहुन्न कोजामा यो खाना त्यो खाइहाल्यो खाइसकेँ म एकछिन खान्छु यो चाहिँ हरियोमा अर्को रातो भर्खरको रातो खाइरहेको छु माथिबाट घाँसको बारी बोकेर आउँदै हुनुहुन्छ अब यो ठ्याक्क चौबारी दामी छ यो चौबारी रेस्ट गर्नको लागि लागियो अब उकालोतिर यो दामी एकदम रेस्ट पोइन्टबाट अब निस्किँदैछु 10-15 मिनट भएन लाग्यो थकाइदियो यो काल गर्दै आउँदै खाजा खाएर होला लास्ट हेभी उकालो लाग्यो त्यस्तो उकालो पनि होइन फेरि बाटो त ठिकै छ पौवालाई छोडेर अब फेरि उकालो निस्किँदैछौँ फेरि अर्को मिठाईको साथमा हाम्रो चाहिँ फेभरेट प्लेस ठ्याक्क दामी ठाउँमा है दामी छ है ठाउँ चाहिँ बबाल पसिना लास्ट यार चिनम यहाँसम्म आउँदा कस्तो फिल भइरहेको मैले एकदम दौड भयो यार लास्ट भएन साह्रै तर रमाइलो पनि भयो नि साह्रै उकालो क्या साइडमा फेरि गुराँस टक्क हो कि साइडमै हो कि धेरै टाढा जानै पर्दैन धेरै ठ्याक्क मन्टो घुमाएपछि ठ्याक्क लाली गुराँस पौवादेखि यहाँदेखि हामी यहाँसम्म आइसकेको छ वाटर बुझ्दै दिनेको दामी बबा ठ्याक्क यता डाँडा बिर भइहाल्यो टक्क यता चाहिँ हिमाल छ तताउने हजुरहरूलाई चाहिँ
खासै क्लियर नदेखेको हुनसक्छ, हामीले चाहिँ देखिरहेको छौँ। अझै पुग्नु पर्ने त्यहाँ छ, यहाँबाट मान्छे चिचिरहेको छन् अलिअलि। आनन्द देख्ने चाहिँ हेर टाढोसम्म पुग्नु छ टाढा। ल टक्क हाम्रो यो ढुङ्गामा रेस्ट पोइन्टमा बसेर टक्क एक्सट्रिम हाल्दैछौँ। यस्तो दामी ठाउँ बसेर है। ल अब चाहिँ हामी के भयो भन्दाखेरि ब्रेकफास्ट त भइसक्यो, अब थोरै एक सानो ब्रेकफास्ट मिनी। ल हामी अब निस्क्यौँ हामी स्पोर्टलाई छोडेर। चिसो हावा लगाइरह होइन। हावा सर आइरहेछ। यहाँसम्म आउँदा कस्तो फिल भइरहेछ दिनेश पाण्डेज्यू? एकदम रमाइलो आइरहेछ। हेर्न यहाँ भ्यू हेर्न कस्तो दामी छ। कसैले मलाई धेरै दिनपछि हिँडेपछि थकै लाग्दो रहेछ, तर रमाइलो भएको छ, फ्रेस। धेरै पछि पसिना बगाउनु पाइयो। साह्रै पसिना आएको छ कि ल हल्का फिल भएको छ, हल्का। ल सर र तमर्को सोजा देखाइदिन्छु म। चिसो भने कस्तो मजा आइरहेको नि त साह्रै। बलगङ्गा सबै बल्ल जोस जाँगर आइरहेछ होइन। ल टावर एउटा ल है टपमा आइसक्यो फाइनल्ली। कति बज्यो? टाइम कति भयो? 7:40 कति भयो टाइम? कति भयो दिनेश? 11:32। 11:32 चाहिँ हामी भ्यू टावरको नजिक मन्दिरमा 4 घन्टामै। ल एकछिन दर्शन गर्नु पऱ्यो। ल हामी चाहिँ फाइनल्ली टपमा। अझ यो बर्खामा चाहिँ बवाल दिन्छ हरियो हुँदा। ए ल यही छ रेसुङ्गा वरिपरि मेन फोटो खिच्ने ठाउँ। के होइन होला के हो यति टपमा आइसक्यो हामी। चल्दैन यहाँ बसेर फोटो खिचिदिनु। कति सर 2200 2200को हाइटमा। सर हावा लगाएर सबै एकछिन यस्तो यहीँबाट भ्यू इन्जोय गर्छौँ अनि झर्नु पर्ला। आजको मौसम चाहिँ क्लियर छैन, चिसो मौसम। अब चाहिँ चिसो लागिरहेको। ल एकछिन हाम्रो फोटोसुट हुन्छ, त्यसपछि कल्याणी छ भने त कल्याणको कल राइन थिएँ। ए बिफोर आफ्टर गरौँ नि। ल ल यो हाम्रो चाहिँ एउटा फोटो थियो कि पहिला, कति वर्ष पहिलाको? 5-6 वर्ष पहिलाको फोटोलाई म्याचिङ गर्दैछन्, आफ्टर बिफोर गराउँदैछन्। पहिला हामी 10-8 जना थियौँ होला, अहिले चाहिँ 3 जना मात्र। 3 जनाको फोटोसँग कम्पेयर गर्ने हो कि। ल
त्यही मिलाएर त्यही ठाउँ है? बाहिर त कहाँ मिल्छ त अनि स्वागत टावरको ट्याक्क साइडमा यहाँनिर हो कि ए कतै गएर जाने राइट गएर कताबाट यो साइड जाने यो साइड गएर पोखरी झर्ने हो कि उतानिरहेको थियो नि त्यो मेसिन 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 त यता साइडबाट जानु पर्यो कि त्यो चाहिँ यताबाट जान्छ त्यो साइडबाट झर्ने फेरि डाइरेक्ट सक्छ जाने बाटोमा झर्नु पर्यो त्यो साइडहरू जाने हुन्छ जाऊँ त्यसो दर्शन सिद्धि बाबु मन्दिर धेरै छैन त एकदम शान्त वातावरण यस्तो बनाएको रहेछ म पनि एउटा भाग दिन्छु ठ्याक्क यहाँनिर यताबाट जाने कताबाट जाने हो र हामी चाहिँ सिडी नगएर अर्को मन्दिरको साइडको बाटो कहाँ पोखरी झर्ने हपासे पोखरी झर्ने हामी हामी चाहिँ यताबाट नि सर्टकट जानलाई गोरेटो बाटो के गर्ने भयो निर्णय के भयो कहाँ जाने कहाँ म भन्न म त्यही निकालिदिन्छु पोखरी जाने हो अब त्यो मेसिनले तानेको त उता हो कि पर हो त्यो त पुग्दैन अनि अघि गर्दा निस्किने क्या तैँले परे निस्किने खोजिस् अब यता के हुन्छ हिँड्ने गर्ने गल्ल कति 12 बज्दैन कि होइन पारै पासा यस्तो बनाएकोलाई के भन्छ र यो यो उट्यानी बनाएको लक हामीलाई चाहिँ थाहा भएन यो के हो यार किरती वर्ष हो कि के हो लक के पर्छ अरे किरती वर्ष कि के हो अरे साँच्चै ढलाइदिए पार के हुन्छ त अनि साह्रै ठुलो गरा त्यसलाई हो र ठुलो गरेर त्यसको मन त्यति ठुलो ढुङ्गा चाहिँ ठुलो हुन्छ अरे म पनि अर्को पालि सिमेन्ट बालुवा छड्लेर ठुलै गराइदिन्छु यो भन्दा यत्कोसम्मको ढलाइ गरेर अनि कति बढ्ने रहेछ माया पिरेती म पनि धार्मिक आस्था पनि हुनसक्छ कि हो त्यो चाहिँ हुनसक्छ कि होला है कि ढुङ्गाको सत्यनाश हो पनि छ क्या धेरै जस्तो ढुङ्गाको सत्यनाश पनि मनको हुनसक्छ कुरा पुग्ने हो कि के हो यो के हो यो खासमा जसलाई थाहा छ कमेन्ट गरिदिनु पर्यो उनीहरू हेर्नु पर्नु नेपाली बुढा काजालाई भन्नु काजी फोटोमा उसले भनिहाल्छ नि यसलाई भनिदिन्छ नि के अरे च्याट जिपिटीले को स्वरूप होइन च्याट जिपिटीले भनिदिइहाल्छ नि पछि होइन मलाई विश्वास लाग्नु छोड त्यो त भयो कि हो। सक्दैन तेरो सबै पढिसकेछ अब पढिसकेपछि त्यसो जस्तो सबै थाहा भइसकेछ बुढा पाकालाई भन्नु अब मलाई सबै चिने डिटेलै चिने कसले त्यसले च्याट जिपिटी गऱ्यो नि पुरै त्यहीको एडभर्टाइज आउँछ कि अब मलाई फर्निचर किन्नु सेयर फर्निचर यताउति भन्यो भने फर्निचर आइदिन्छ होइन गमला किन्न छ भने गमला आइदिन्छ यहाँ बस्ने यहाँ त गर्मी छ यार फर्निचर गर्नु तल बसौँ है अलिक तल त्यहाँ पनि छ कि साह्रै बस्नु कहाँ चोकमुनि सम्झौनाको छाया जहाँ गयो नि किन लाग्छ मलाई तिम्रै माया पुरै क्या दामी देखिन्छ हिमाल तर अन्नपूर्णको कहाँ क्यामेरामा आउँदै आउन्न कि दामी देखिरह स्केच बनाएर हामी चाहिँ अब झर्दै अघि उकालो दियो अहिले ओह्रालो हाम्रो खानेकुराहरू टन्नै छ खाना बाँकी नै छ भोकिरहेको छैन कि ब्रेड अमलेट टन्न खाइयो नि त त्यही भएर बिचमा खाँदै जानुपर्छ
बस्ने बस्छ यहाँ यो पनि हाम्रो स्पोट हो एउटा ल अब चाहिँ फेरि नास्ता त खानै पर्यो जन्मेको हो त रोटी किलो रोटी यो चावडा चाहिँ एउटा खाइन्छ होला पानी हामीसँग थोरै पनि छैन अनि यसको साथमा के पाउँछ यो हो 1 2 3 4 अचार के छ त विचार खानी छ विचार के छ विचार दिनेशको त्यसमा एउटा रोटी हाल्नु जानी रोटी हान्ने बाबा खानु एउटा रोटी हाल्नु हाम्रो अचार अनि त्यो डाँडा होइन हामी बसेको यो डाँडा हो चिया टकको थर्मसमा अच्छा रोटी अनि हिँड्नुपर्छ हामी कतिचोटि ल खाएर रोटी जानुपर्छ चियाको गोटैमा कहाँ बस्ने यता बस्ने यहाँ बस्ने यहाँ बस्ने साह्रै साह्रो बस्न मजा आइरहेको थियो नास्ता खाने यता भिड छ कि यो गोबरमा तलाई त यहाँ बसौँ चहा खाम भोक लागे जस्तो भयो कि के हो नसक्ने भोक लागे भएको कि के हो भोक लाग्यो जस्तो किरा पसेछ चढाउनु त चढाइछ होइन त्यो चढाउनु छैन प्रोटिन प्रोटिन रोटी होइन प्रोटिन ल हात छान्दिउँ चढाउनु पर्छ चढाउँ बिहानीको सुरुवातसँगै घरै भनेको रोटी रोटी चेयर्स तातो चिया चिया है कालो चिया फेरि कुकुर सक्नु लाग्दैन नि फेरि यो गर्मीको अलिक चम्चा पर्छ कसले खान्छ यो गरिमा अन्त जाडोमा त खाँदैछ केटाहरूले भन्ने त्यस्तो मिनिङ लाग्छ कि फुलको आँखा फुलमै फुलको आँखामा पनि संसार छैन कि यो डाइलेक्ट कला चिया टलाएर रोटी अर्ग्यानिक आफ्नै खरसाबारी यहाँ त फलेको होइन आफ्नै किचनमा पकाएको तपाईँको सुरुवात पिज्जा डुनोट पकौडा अम्लेटसँग भयो होला हामीलाई कुहिएको आलु सिधो हामी नि बस्यो बिहान हामी अर्ग्यानिक इन्डियाले राखेको आलु लोकल होइन खर्ज्याङको खेतको लोकल अर्ग्यानिक झोरफाटा नै सेतो हुन्छ नि लाग्छ नि कस्तो खाइदिउँ छोटो चम्चा कहाँ गर्छ चम्चा यहाँ मेरै उसमा छ कि है चम्चा भाइ अचार खाना हुन्थ्यो भनेर यस्तो मिहिनेत गरेको यो अचार फाल्नु ल यसलाई यस्तो गर्ने होइन टक्क माथि राख्ने माइला भने खुर्सानी दिएको मैले खुर्सानी एकछिन चिया खाइयो रमाइलो कुराकानी भयो अब निस्किनु नि पर्यो हामी चाहिँ फाइनली पोखरी एरियामा सर्टकट बाटो आएको यताबाट सिधै सेन्ड्रेसिङतिर पनि गइएन हामी सिधै पोखरी झर्ने पोखरी यो चाहिँ सिडी जाने बाटो यहाँबाट शनिबार भएर होला है दुईवटा बस आएको रहेछ घुम्नको लागि टाढेदेखि होला टुर आएको रहेछ यताबाट पोखरी जाने भयो यताबाट सिडी माथि एकेचला टावर भ्यू टावरतिर हामी चाहिँ सर्टकट आएको त्यही भयो पानीको आवश्यक पऱ्यो पिच रोडमा अब चाहिँ गाडी हिँड्ने बाटो हेर्नुपर्ने हुन्छ यो चाहिँ पिच रोड सर मिठो हावा लगाएर घामले पनि सेकिरहेको छ हल्का के भइरहेको छ गाई के हुँदैछ यहाँ गफ हुँदैछ विस्तृत रूपमा हामी बाटोमा छ मैले
गाडी हिँड्ने बाटोमा गाडी हिँड्ने बाटो वैकल्पिक बाटो भएन कि ओके फर्किँदै पनि हुनुपर्ने हो तर छ भित्रभित्र छ तर हिँड्दै जाने अलि उस चाहिँ छैन त्यस्तो के भएर वैकल्पिक बाटो भएन भने कहाँ जाने वैकल्पिक भन्नाले सर्टकट कि त्यो जुन पैदल यात्रीको लागि बनाएको गोरेटो हुँदैन त्यस्तो टाइपको चाहिँ छ भने तर भित्रभित्र हाम्रो साधन आउँदैछ ल हामी चाहिँ नेक्स्ट स्टेसन छ हाम्रो फर्किँदाखेरिको ठ्याक्क जहिले एभ्री स्याटरडे बसिन्थ्यौँ अब त्यही गएर हाम्रो के भन्छ प्ल्याप्स हुन्छ डायमन्ड त्यो प्ल्याप्स खाइदिने ल्याप्स खाने नि अनि ब्याक टु होम खाने क्या दामी देखिने पछाडि काफल छैन त्यो काफल होइन यो पछाडि गुराँस अनि त्यसपछि गुराँस काफल चाहिँ फलेर हुन्छ चौतारी काफल चाहिँ पाकेको छैन पैसा एक्जेक्ट गुराँस हल्का हावा लगाइरहेको सर मलाई त यो बनमारा पनि फुल लगाएर त राम्रै देखिँदो रहेछ यार सेतो अब हाम्रो आइसक्नु लाग्यो बस्नु छ प्ल्याप्स जाने ठाउँ हामी फेरि पिच रोड छोडेर सर्टकट अब चाहिँ डाइरेक्ट त्यही ठाउँमा पुगिन्छ स्टेसन आइपुग्यो जहिले आउँदा यस्तै फोहोर हुन्छ क्या कृपया यहाँ आएर खाँदा चाहिँ यसो क्लियर गरेर ठाउँ सफा राखेर गइदिनु होला यस्तो बोतल यत्तिकै छ एक्लो रेडी हुनु लाग्यो टक्क लगाएर रातो बसेको छ ल त्यही अब हामी इन्जोय गर्छौँ अझै 1.5 किलो विङ्स छ त्यसलाई नि अब बनाउनु पर्ने हुन्छ अब हामी एकछिन रमाइलो गरेर आफ्नो पसलको कुराहरू सकाएर चाहिँ यहाँबाट सिधै घर ल गाइज ल अब त्यसले हामीलाई दिनुहुन्छ भन्ने आशा छ दामी भइरहेको छ ए चढो ओहो खै एक बाइट चाउचो बनाएको आमा चाउचो चाहिँ तातो पानी हालेपछि जनता हुन्छ हामी मोबाइलमा चार्ज पनि सकिसक्यो अब यहीँबाट स्टेसनबाटै हिँड गर्नुपर्ने हुन्छ हवस् त धन्यवाद